गाइज वेलकम बैक न्यू डे न्यू ब्लग हैन। अहिले म चाहिँ हाम्रो बुढीगङ्गा नगरपालिका वडा नम्बर 10 को वडा कार्यालयमा यो हाम्रो अफिसमा छु गाइज। जो हाम्रो अफिस हो हैन। अब चाहिँ लगभग साँझको 5 बज्न थालिसकेको छ। अब साँझको 5 बजिसक्यो भने आज लगभग यता सेवाग्राहीहरू पनि कोही हुनुहुन्न। सचिव सर चाहिँ हाम्रो सेवाकालीन तालिमको लागि जानु भएको छ। अनि आज हाम्रो आउनु न हो चाचाजी, हाम्रो विष्णु अङ्कल, म, अब अरू गीता भान्जी, आन्टी, वडा अध्यक्ष हैन, हाम्रो सम्पूर्ण छन्। वडा अध्यक्ष उता हुनुहुन्छ, गीता भान्जी र आन्टी यता हुनुहुन्छ, प्राविधिक दाइ पनि उता हुनुहुन्छ, अनि म छु। हाम्रो विष्णु अङ्कल चाहिँ अहिले बाहिर हुनुहुन्छ। सचिव सर चाहिँ सेवाकालीन तालिमको लागि अलिकति छुट्टीमा हुनुहुन्छ र अघि चाहिँ अलिकति सेवाग्राहीहरू थिए। अब साँझतिर भइसक्यो, सेवाग्राहीहरू पनि कोही छैनन्। अब लगभग 5 बजिसक्यो भने हामी पनि घर जान्छौँ गाई। अनि यो हाम्रो अफिस हो। अफिस भनेको बुढीगङ्गा नगरपालिका वडा नम्बर 10 को वडा कार्यालयको यो हाम्रो अफिस हो गाइज, देख्न सक्नुहुन्छ तपाईहरूले। हाम्रो वडा कार्यालयको च्यानल गेट हो, यहाँदेखि भित्र जाने हो गाइज हैन। मेरो घर यहाँबाट देखिँदैन, त्यहाँ छ मेरो घर, अलि नजिकै छ। यहाँनिर क्यामेरामा चाहिँ राम्रो स्पष्ट नदेखिन सक्छ। फाइनली 5 बजिसकेपछि म वडा कार्यालयबाट निस्केर घर जानका लागि यहाँ बाटोमै छु। यो हाम्रो रोड हो गाइज हैन। म घर जाँदैछु र घर गएर म के गर्छु तपाईँहरूलाई देखाउँछु। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला, आउनुहोस्। म घर पुगिसकेँ। यहाँ आमा आँसी पलाउन लाग्छन् खेत जानका लागि। कहाँ जाने हो? खेत के हेर्न? घाँस काट्न जाने। टर्री कहाँ गयो? अच्छा ल ठिक छ त। त्यसो भएपछि ल आमा खेत जानका लागि यहाँ रेडी हुन लाग्छन्। आँसी पलाएर आमाले आँसी पलाएर एकदम रेडी भइसकेका छन्। अब म पनि घर पुगिसकेँ गाइज। घर पुगिसकेपछि अब म पनि एकैछिनमा अब ड्रेस चेन्ज गर्नुपर्ने हुन्छ मैले पनि। ल फाइनली गाइज म आफ्नो असली औकातमा आइसकेको छु, ओरिजिनल फर्ममा आइसकेँ हैन। अब 2.5 करोडको कट्टु, 2 लाखका चप्पल, 5 करोडको टी सर्ट लाएर चाहिँ म अब घरमा पुगिसकेपछि एकदम ओरिजिनल फर्ममा आइसकेको छु गाइज हैन। ओरिजिनल फर्ममा आइसकेपछि अब म के गर्छु तपाईँहरू हेर्दै गर्नु होला है त।你别笑。ल फाइनल्ली गाइज यो गोठो पछाडि देखिनेवाला घर हो। अनि मैले पोर्सोको भारी पिठ्युमा हालेर म अब खेततिर जाँदैछु गाइज हैन। किनभने अब अफिसबाट आएँ, घरमा कोही छैनन् हैन। अब काम त गर्नै पर्यो नि त, आमालाई काम गराउन भएन हैन। मैले अब यही पोर्साको भारी लगेर चाहिँ खेत जाँदैछु गाइज हैन। खेत लगभग 1 किलोमिटर जति टाढा छ। म असली औकातमा छु अहिले हैन। असली औकातमा छु म, पिठ्युमा भारी। अहिले असली बसन्त जोशीको लाई देखिराख्नु भएको छ तपाईँहरूले। मान्छेहरूले चाहिँ मलाई के भन्छन् भने हैन, यो सामाजिक सञ्जालमा ट्याक्क भिडियो बनाएर केटाहरूसँग बाइकमा गएर टक्क गरेको, हो फलानुको लागि त बसन्तको लागि त मोज छ हैन, यो त घरमा कामै गर्दैन, यो त घुम्या हुन्छ, डुल्या हुन्छ, पैसा खर्च गरे हुन्छ भन्ने सोच्नुहुन्छ होला तपाईँहरूले, भन्छन् धेरै मान्छेले। तर त्यस्तो होइन, वास्तविक बसन्त यस्तो छ। त्यो सामाजिक सञ्जालमाको बसन्त हो, यो ओरिजिनल रियलवाला बसन्त हो है। त्यो यो रियलवाला। अनि त्यही भएर म जाँदैछु अब 1 किलोमिटर। अनि त्यसपछि तपाईँहरू खेत पुगिसकेपछि म खेतमा गएर फेरि के गर्छु त्यो काम पनि हेर्दै गर्नु। यस्तो छ बाटो, हिँड्दै जानुपर्छ मैले खेततिर जानका लागि। यो बाटो, यो भिडियो हेर्दै गर्ने सबैलाई जसले पनि मलाई मेसेज रिप्लाई गर्दैन, फोन गर्दैन, यताउति गर्दैन भन्नुहुन्छ नि, म यस्तै काममा बिजी हुन्छु, त्यही भएर अलिकति मलाई मेसेज गर्ने फुर्सद हुँदैन है त। वाह, यी गाइजहरू यहाँ छन्। ल ए सबैजना नाम भन त। तेरो नाम के? तपेश राज जोशी। तेरो नाम क्या हो? अतीत राज जोशी। ल ए नाम भन। पीयूष साउद। तेरो नाम भन। आदित्य साउद। नाम भन।
ल ल ल तेरो नाम भन ओहो ओहो यिनीहरू चाहिँ स्कुल आएको देखेर यो टार्जन पनि घरदेखि आइसक्यो टार्जन ए आइज 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 ए टार्जन आइज टार्जन आइज यो जहाँ म गयो त्यहाँ गइहाल्नुपर्छ यसलाई चाहिँ होइन नत्र यो मान्दै मान्दैन चल फाइनल्ली म यहाँ पुगिसकेँ गाइज होइन अब यसलाई राख्छु म यहाँ राखिसकेपछि खेत पुगियो यो हाम्रो खेत गाइजहरू होइन म बस 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 यहाँ बस फाइनली गाइज म अब यहाँ पुगिसकेँ होइन खेतमा पोर्साको डालो भन्दा छैन पोर्साको डोको ल्याइकनले म यहाँ पुगिसकेपछि अब म यहाँ हाम्रा यहाँ बेराटा खन्याएका छन् बेराटाका इल्चा हाल्छु आज बेरान्टीगडा बनाउँछु म बिउ हाल्नका लागि किनकि आजभोलि असारको सिजन छ नि त गाइज म एकदम बिजी हुन्छु बिहानै 6 बजे उठेर आउँछु खेततिर आजभोलि त जोत्नु पर्छ खन्नु पर्छ आजभोलि किनकि कामको सिजन छ नि त अब असार लाग्दैछ होइन खेतहरू जोत्नु पर्यो खेतहरू खन्नु पर्यो बेरनाटा राख्नु पर्यो धानका होइन धानको बेरनाटा राख्नु पर्यो भन्छन् धानको बिउ राख्छन् नि त्यो राख्नु पर्यो अनि पोर्सो बोक्नु पर्यो यस्तै कामहरू चाहिँ गरेर हुन्छ त्यही भएर आजभोलि न मलाई अनि सबै मान्छेहरूले मेसेज गर्दैन बोल्दैन रिप्लाई गर्दैन भन्छन् कसरी बोल्नु यत्रो काम गर्छु अनि मेसेज गर्ने टाइम हुन्छ फोन गर्ने टाइम हुन्छ यहाँ घरमा एक्लै छु बिजी हुन्छु म होइन गाइज अबको एकैछिनमा म अब बेरनाटा हाल्दैछु तपाईँहरूलाई देखाउँछु है बेरनाटा हालेर के हो बाउजू भिडियो रेकर्ड तुमले हर्नुपर्छ यहाँ म आफै अद्दुमै होइन मैंने क्या भने अरे नहीं तमे फाइनल्ली गाइज मैले चाहिँ 3वटा बेरनाटाको आली हालेर सकेँ इल्चा भन्छन् होइन यो फेरि पोर्सो अनि भित्र अनि यो बाहिर चाहिँ स्याउला ल्याएर तोड्यायो किनकि भित्र मलको त्यो नष्ट हुन्छ भनेर चाहिँ मैले बाहिरदेखि स्याउलाले छोपेको छु यो चाहिँ मैले गाउँ नटिप्नुभन्दा अगाडि नै यहाँ जम्मा गरेर राखेको थिएँ किनकि यो पछि मलाई एक्लैलाई चाहिँ काम गर्न अप्ठ्यारो हुन्छ सबै ठाउँमा भनेर यो खेतको लागि चाहिँ मैले मल पोर्सो पहिल्यै बोकिसकेको छु अनि अब यस्तै 2-4 ठाउँमा अरू पनि बोक्नुपर्ने छ अनि यस्तै हो अनि आजको अब अफिसबाट आएर मैले घरमा त्यसपछि एउटा पोर्सो ल्याएर 3वटा बेरनाटा बेरनाटा त हिजै बाया हो अनि आज अहिले चाहिँ इल्चा हालेर म यहाँ बसिरहेको छु अबको एकैछिनमा अब घर जान्छु गाइज ल अब म खेतबाट घर जाँदैछु यहाँ साइडमा डोको छ होइन किसानको छोरा के गर्नु नगरी काम पुग्दैन खान साँझ र बिहान होइन काम गर्नुपर्छ काम सानो ठुलो भन्ने कुरा हुँदैन घरको कामहरू अब के गर्नु घरमा बुढी आमा छन् घरमा बुढी आमालाई काम गराउनुभन्दा आफैले गर्नु ठिक लाग्छ होइन त्यही भएर चाहिँ म यसलाई मिलाएर काम गरिरहेको हुन्छु घुम्ने ठाउँमा घुम्छु फेर्ने ठाउँमा फेर्छु खाने ठाउँमा खाउँछु लाउने ठाउँमा लाउँछु हिँड्ने ठाउँमा हिँड्छु डुल्ने ठाउँमा डुल्छु काम गर्ने ठाउँमा गर्छु म त बिन्दास छु गाइज होइन त्यसैले बसन्त जोशीलाई माया गर्नुहुनेले सम्पूर्णले च्यानललाई सब्सक्राइब गरिदिनु होला धन्यवाद।